पहिले समयको अहिले 150 एक दिनभरिको 150 कमाउनुहुन्थ्यो? त्यही खायो अनि त्यो बेलुका खायो 50 रुपियाँ आयो भोलि 50 रुपियाँ अनि स्कुल जाने फेरि बेलुका 50 भोलि बिहान भोकै अनि मलाई ज्वरो आउँदा दिदी दाउरा बेच्थ्यो म एक्लै बस्नु पर्थ्यो अनि दिदी दाउरा बेच्थ्यो दाउरा बेचेर आएर अनि दुध र बिस्कुटहरू लान्थ्यो अनि त्यहाँदेखि मलाई खुवाउँथ्यो अनि बहिनी चाहिँ दादा त्यसरी गरिरहँदाखेरि बोल्नु चाहिँ कहाँ सुत्नुहुन्थ्यो नि? म जस्तै सँगै सुत्नुहुन्थ्यो? म भोकै भने भोकै म खायो भने यो पनि खाएँ। दर्शकबिन नमस्कार सबैलाई यतिखेर तपाईँ हेर्दै हुनुहुन्छ तेह्रथुम न्युज। जहाँबाट हेर्दै हुनुहुन्छ त्यही ठाउँबाट तपाईँलाई हार्दिक स्वागत छ। म हो कार्यक्रम प्रस्तुता रविकरण लिम्बू फेरि उपस्थित भएको छु। यतिखेर चाहिँ यो उदयपुरको नेपाल टारमा आएको छु। दर्शकबिन यतिखेर चाहिँ हामी अनुको भन्दा पनि पीडादायक दर्दनाक 3 बच्चा फेरि फेला पार्यौँ। यो भिडियो कृपया एकदम स्किप नगरी हेर्नुहोस् र धेरैभन्दा धेरै तपाईँले सहयोग गर्नै पर्छ भन्ने हुँदैन, तर तपाईँले सहयोग हामीलाई यो भिडियोलाई सहयोगी मनकारी व्यक्तित्वहरूसम्म पुर्याएर हामीलाई सहयोग गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र कुराले म अगाडि बढाउँ। पहिलो कुरा चाहिँ यहाँ एकजना दिदी हुनुहुन्छ, म उहाँबाट सुरु गर्छु। नमस्ते दिदी, सेवारू। नमस्ते। तपाईँको परिचय पनि दिनुहोस् न। मेरो नाम चाहिँ भन्नुपर्दा अन्जना राई हो। अनि मेरो पहिला घर चाहिँ माथि गाउँ थियो अनि अहिले यहाँ बस्न थालेको चाहिँ लगभग 2-3 वर्ष जति भयो। अनि यहाँ झरेपछि मैले चाहिँ उनीहरूलाई जहिले पनि देख्थेँ कि अनि जहिले पनि देख्थेँ अनि के अरे डुली हिँडेको हुन्थ्यो अनि उसको चाहिँ अङ्कल हुँदो रहेछ, अङ्कल अनि हजुरबा हुनुहुँदो रहेछ। अनि जहिले मातेर हिँड्नुहुन्थ्यो अनि को भन्दाखेरि चाहिँ सानै भनेर चाहिँ यहाँ सबैले चाहिँ कुरा चाहिँ गर्थ्यो। अनि त्यसो यसो कुरा बुझ्दै जाँदाखेरि उसकै हजुरबा रहेछ अनि अङ्कलहरू हुनुहुँदो रहेछ। अनि उनीहरूको चाहिँ एकदमै बिजोकै छ किनभने उनीहरू चाहिँ जम्मा कति 2 बहिनी 1 भाइ हो के अरे। अनि उसले चाहिँ प्रायः बर्खा टाइममा चाहिँ प्रायः निङ्गुरोहरू अनि त्यो हुन्छ नि काली निङ्गुरो अनि त्यो आँपहरू चाहिँ जहिले बेचेर ल्याउँथ्यो। अनि मैले पहिला सब्जी पसल गरेको थिएँ अनि मैले पनि राखिदिएको थिएँ। आन्टी राख्नुहुन्छ भन्दै आउँथ्यो, उसले सोध्दै आउँथ्यो अनि मैले राख्छु भनेर उसको मैले राखिदिन्थेँ। कहिले आँपहरू लिएर आउने सिजनको के कहिले के लिएर आउने कहिले के लिएर आउने गर्थ्यो। अनि मैले घर कहाँ आउँछु भनेर सोद्धाखेरि चाहिँ उयो माथि हो भनेर भन्थ्यो उसले चाहिँ। अनि बिजोग चाहिँ लास्टै बिजोग छ यो नानीहरूको। हजुरबा पनि उहाँ हुनुहुन्छ, हजुरबा उहाँ त्यसरी हिँडिराख्नु भएको छ। अङ्कलहरू भइहाल्नु भयो, देखिहाल्नु भयो अघि नै। अनि बिजोग एकदमै बिजोग, मैले पनि खासै चिन्दिनँ थिएँ। उहाँ चाहिँ अब यसरी नै हिँड्नुहुन्छ अरे, मातेर हिँड्नुहुन्छ अरे। अनि मम्मी चाहिँ अर्को बिहे गरेको भन्ने चाहिँ अब कुरामा चाहिँ आएको छ। यी नानीहरूको चाहिँ साह्रै बिजोग तपाईँले देख्नु भएको छ? धेरै बिजोग छ। सानो बच्चाहरूको चाहिँ एकदमै बिजोग छ। उनीहरूलाई लालन पालन अनि यो पढाइहरूमा एकदमै बिजोग उनीहरूलाई एकदमै प्रभाव चाहिँ परिरहेको छ। जोस परिवारको कारणले गर्दाखेरि एकदमै समस्या छ बच्चाहरूको चाहिँ। अब ऊ एकदमै बिरामी फेरि अस्ति मैले हेरेको बिरामी एकदमै रहेछ। लगभग 1.5 महिना जति बिरामी भएर थल्यो। अनि उहाँ माथि बसेको रहेछ आफन्तकोमा, उसको घर त छैन। अनि आफन्तकोमा बसेको रहेछ। अनि गएर हामी पनि बेलुका गएर हेरेको थियौँ एकदम उसलाई त्यो कोठामा बन्द गरेर राखेको अवस्था एकदमै अब होस पनि नभएको। उसले के गरे के खाए के लाग्दो पनि नहुने क्या, यादै नहुने। ओभर थिङ्किङ भएर अलिकति है कस्तो पनि हुनु भएको छ होइन। अब सबै कुरा नभनौँ, के नाम भन्नु? के नाम? ल मिना। यस ओके मिना, कति ज्ञानी हुनुहुन्छ? अहिले चाहिँ हामी दर्शकबिन हामी 3 दिन अगाडि हामी आएका थियौँ र 3 दिन अगाडि हामीले कुरा गर्दाखेरि एकदम राम्रो कुरा गर्नुभएको थियो। उहाँले एकदम हृदय छुने हृदय स्पर्शी कुराहरू गर्नुभएको थियो। तर अहिले पछिल्लो समयमा हामी 3 दिन पछाडि आउँदाखेरि एकदमै हामी भावुक भएका छौँ। ठिकै छ, यो कुरालाई फेरि हामी जोड्नेछौँ। म बहिनी र भाइसँग जोड्न चाहन्छु। बहिनी नाम के हो? खुसी तामाङ। फणिन्द्र तामाङ। कति वर्ष पुग्नु भयो तपाईँहरू? ए दादा हो? ए अनि कति कक्षामा पढ्नुहुन्छ? 4मा। 5मा। अनि तपाईँहरू चाहिँ अहिले कसको घरमा बस्नुहुन्छ नि? हिरा दिदीकोमा बस्नुहुन्छ। अनि तपाईँ? पार्वती दिदीकोमा। ए कति भयो नि त्यहाँ बस्नु भएको? 1 वर्ष हुन लाग्यो। 1 वर्ष हुन लाग्यो। अनि तपाईँहरूको बाबा चाहिँ कहाँ हुनुहुन्छ? काठमाडौँ। ए फोनमा सम्पर्क हुन्छ? सम्पर्क हुँदैन? नम्बर छैन। अनि मम्मी चाहिँ नि त? मम्मी काठमाडौँ नै। काठमाडौँमै हुनुहुन्छ? बाबा मम्मीसँगै कि कसो?
के हो खासै? बाबा चाहिँ अस्ति भएर आउनुभएको थियो अनि फेरि त्यो बजार त्यो कति हजार लिएर त गयो नि 2-3 हजार ल्याएको थियो बजारभरि खुवाउँदै हिँड्यो अनि त्यहाँबाट अनि त्यो सिद्धियो अनि त्यहाँबाट उता गयो फेरि कति दिन कमाएर आउँछ अनि फेरि बजारतिर गर्छ 2-3 हजार पैसा ल्याएपछि तपाईँलाई बाबाले दिनु भएन? भएन के किनिदिनु भयो चप्पल किनिदियो ए चप्पल किनिदिनु भयो त्यति नै तपाईँले पनि चप्पल किनिदियो होइन केही पनि दिएन? 100 रुपियाँ पैसा दिनु 100 रुपियाँ जम्मा अनि मम्मी चाहिँ मम्मी चाहिँ अस्ति आउनु भएको थियो मैले लुगाहरू ल्याइदिएको रह अनि पैसा दिनुभयो अलिअलि मलाई 300 उसलाई 500 मम्मी चाहिँ के त अर्को बाबासँग जानुभएको हो पहिला जानुभएको अर्कोसँग गएर पनि उता पनि त्यस्तै छ हाम्रो बाबा भन्दा नि अझै 4 भाण्डारै ट्याब्लेटको सुई हाल्नुपर्छ ट्याब्लेटको त्यो औषधि हाल्नुपर्छ अरे सुई हाल्नुपर्छ अरे अनि मम्मीले चाहिँ दुःख गरेर उसलाई पाल्दैछ अरे अहिले झन् मम्मीको पनि जिन्दगी नै त्यस्तो भएछ अनि तपाईँको घर छ कि छैन? घर त वहाँनिर घर चाहिँ थियो तर बाबाले बेचिदिइसक्यो अनि 1-2 दिन मोबाइल किन्यो टुकटुकी त्यही बटनवाला अनि त्यहाँदेखि त्योबाट फुन्जेर चोरिदियो अब त्यो थाहा छैन अनि यहाँको घर चाहिँ सही छैन आफ्नो आफ्नो तपाईँको घर चाहिँ सही छैन? आफ्नो मेरो त छैन है यो 1 वर्ष चाहिँ ल तपाईँहरू हिरा दिदीकोमा अनि के भन्नुभयो? म 6 महिना 6 महिना त्योभन्दा अगाडि चाहिँ तपाईँहरू कहाँ बस्नुहुन्थ्यो के खानुहुन्थ्यो कसरी तपाईँको जीवन चाहिँ? म चाहिँ माथिमा बस्थेँ दाउराहरू बेच्थेँ अनि कहिले यता हेरेर दाउराहरू बेच्नुहुन्थ्यो? दाउराहरू बेच्थेँ निग्रोहरू ल्याउँथेँ त्यही घाँसहरू ल्याइन्थेँ अनि उता त पर्तिर त्यो के अरे घुगी हुन्थ्यो घुगीहरू एकचोटि लिएर आएँ अनि ल्याएर सिकिँदा थाल्यो अनि त्यो पढाउँथ्यो अनि टिप्नु पर्थ्यो एक-एकवटा हुन्थ्यो त्यही टिप्दै लिएर आउँथेँ अनि उनीहरूले किनिदिनु हुन्थ्यो अरूले किनिदिनु हुन्थ्यो अनि त्यति त्यो ल्याएको चाहिँ कति पैसा साट्थ्यो नि? त्यो 20-30 40 50 त्यस्तै हुन्थ्यो त्योभन्दा बेसी गर्दैन अनि त्यही चटपटेहरू खायो अनि गयो सुत्यो मलाई उहाँ पर ठुलियामा घरतिर सुत्यो अनि फेरि बिहान भयो अनि कहिले भोकै हिँड्नु पनि पर्यो भोकै हिँड्नु पनि पर्छ अनि पर्थ्यो है अनि तपाईँ चाहिँ त्यसरी अनि बहिनी चाहिँ के गर्नुहुन्थ्यो? यहाँनिर हेरौँ न है त अलिकति त्यस्तै अनि पछि चाहिँ माथि घरमै लुगाहरू पनि हुन्थेन ओर्ने त्यो बाह्र पाल्थ्यो होइन बाह्र उयो पर थापा बाजेहरूको हुन्थ्यो उनीहरूको पनि त्यही अनि बाह्र चाहिँ राति खुल्लै छोडिदिन्थ्यो अनि त्यो त्यतिकै छोडिदिन्थ्यो अनि घरमा ढोका हुन्थेन अनि त्यो ढोका हुन्थेन अनि बाख्राले त्यो हामी सुतिरहेको बेला माथिबाट आची गर्नुहुन्थ्यो बाख्रा घरमा सुतेको होइन त्यो घरभित्र ढोका हुन्थेन कसको घर हो? त्यो हजुरबाबा ए हजुरबाको घरमा तपाईँको चाहिँ घरै नपाएर हाम्रो चाहिँ घर थियो त्यही पनि मम्मी पहिला मम्मी हुँदा त बाबाले मलाई बोर्डिङ पनि पढायो यहाँ लिएर भयो 1-2 महिना भयो थियो पढाएको थियो अनि मम्मीले अनि यिनीहरू चाहिँ पढ्दैन अनि मम्मी पहिला गइहाल्यो अनि त्यहाँबाट बाबाले पनि पढाएन अनि बाबा पनि पहिला त रक्सी खाँदैन अनि त्यहाँदेखि रक्सी खान थाल्यो एकचोटि खाने बानीले अहिले थुक्रा खान थालिसक्यो त्यहाँबाट काठहरू बेच्यो घोचाहरू बेच्यो अनि त्यही गरेर अनि अहिले फेरि खान थाल्यो त्यस्तो भयो है अनि बहिनी चाहिँ दादा त्यसरी गरिरहँदाखेरि बोनी चाहिँ कहाँ सुत्नुहुन्थ्यो नि? म जस्तै सँगै सुत्नुहुन्थ्यो म भोके भने नि भोकै म खायो भने यो पनि खाएँ तपाईँ भोकायो भने भोकायो यो पनि भोकै अनि दिदी चाहिँ नि त दिदी त अब उहाँ उता जानुभएको थियो भेडीकोतिर हो कि कता हो आन्टीहरूसँग ऊ चाहिँ अनि 2-3-5-6 वर्ष भयो होला गयो अनि ऊ पनि अब त्यस्तै गर्थ्यो अनि मलाई ज्वरो आउँदा दिदी दाउरा बेच्थ्यो म एक्लै बस्नु पर्थ्यो अनि दिदी दाउरा बेचेर आएर अनि दुध र बिस्कुटहरू लान्थ्यो अनि त्यहाँदेखि मलाई खुवाउँथ्यो अनि फेरि अनि कान्छी गाईहरूको घरतिर बेलुका भएपछि अनि घरमा कुर्थ्यो अनि त्यही भएर हामी कान्छी गाई घरतिर जान्थ्यौँ बेलुका अनि स्कुल चाहिँ जानुहुन्न थियो? स्कुल जान्थेँ स्कुल तर कहिले मात्रै जानुहुन्थ्यो होला महिनामा एकचोटि त्यस्तै अनि आमालाई हामी यहाँ बिजोग भयौँ अब बाबा पनि त्यस्तो मार्नु भएको छ हामीलाई अलिकति सेभ गर्नु पर्यो भनेर भन्नु भएन तपाईँहरूले? अब उता त त्यस्तो छ अरे नि त्यही भएर नि हामीले चाहिँ
अनि दिदी पनि अस्ति नै आउँदा राम्रै थियो अनि हामीले अलिअलि खुवाउँथ्यो अनि कहिले कहिले कहाँ कहाँ हिँड्थ्यो अनि दिदीले खुवाउँथ्यो अलिअलि अनि खुवाउँदाखेरि त्यो दाउरा बेचेर हामीलाई अलिअलि खुवाउँथ्यो अनि दिदी पनि के भएर हो यस्तो भयो अनि म नि अरूको घरमा हिँड्नु थालेँ बोल्नु थालेँ है अहिले दिदी पनि तपाईँ धन्न अहिले चाहिँ अर्का घरमा बसेर केही सेफ हुनु भएको छ अहिले खानेकुराहरू राम्रो भएको छ नि त स्कुल जानुहुन्छ है अहिले त त्यही अरूको घरमा बस्यो काम गऱ्यो खायो त्यही गर्ने अनि बहिनी चाहिँ त्यसरी गरिरहँदाखेरि बहिनी पनि त्यस्तै दादा जस्तै गर्नु पर्थ्यो गर्थ्यो सँगै गर्नुहुन्थ्यो अनि तपाईँहरूले दाउरा खोजेको चाहिँ कतिमा बिक्थ्यो नि कति 1000 साट्थ्यो कि 100 साट्थ्यो कि कति रुपियाँ साट्थ्यो 150 150 मात्रै साट्थ्यो पहिले 100 पहिले 150 एक दिनभरिको 150 कमाउनुहुन्थ्यो त्यही खायो अनि त्यो बेलुका खायो 50 रुपियाँ आयो भोलि 50 रुपियाँ अनि स्कुल जान्थ्यौँ फेरि बेलुका 50 भोलि बिहान भोकै अनि फेरि स्कुल नगयो स्कुल दाउरा काट्यो ल्याएर बेच्यो अनि खायो फेरि एक दिन स्कुल नगयो त्यस्तै गर्थ्यौँ त्यस्तै हुनुपर्थ्यो है अनि अहिले बुनु अनि दिदी यसरी बिरामी हुनुभएको छ भनेर मम्मीसँग फोनमा बोल्नु भएको छैन मम्मीले पनि दिदीलाई लग्नु भएको अनि निकाल्नु भएर अनि तपाईँ किनेर ल्याएर खानु लानु त भएको थियो अनि उहाँ लगेपछि अनि उसले कहाँ लान्थ्यो वहाँनिर उसमा त काठमाडौँमा त लगेन अनि उसले अलिअलि खर्च छोडिदियो त्यो बोजूले हजुरआमालाई अनि त्यहाँबाट उहाँ लगेपछि अनि त्यो उता लानतिर लग्यो अरे अनि त्यहाँबाट उपचार भएन अरे यत्रो महिना 2-3 महिना पाल्यो अनि उपचार भएन अनि फेरि यहाँ ल्याएर अनि कहीँ घरमा बस्दा ठिक हुनुभएको थियो अहिले फेरि बिरामी 1 महिना जति ठिक हुनुभएको थियो अनि अब फेरि के भएर होला रातिदेखि नै होला कहाँ गएर होला अहिले फेरि यस्तै भयो हिजोदेखि हो कि आजदेखि हिजो बेलुकादेखि दर्शकवृन्द तपाईँले दर्दनाक सानो बाबुहरूको कुरा त तपाईँले सुनिहाल्नुभयो उहाँहरूको यथार्थ वास्तविकता जीवनको भोगाई उहाँहरूको मुखार बिन्दु आवाज आफैले सुन्नुभयो यो कुनै बनावटी होइन नपत्तै यहाँनिर समाजसेवीहरूको कुरा पनि तपाईँले सुन्नु सक्नुहुनेछ यस्तै कुरा छ धेरै कुरा खोताल्नु मन लागेन किनभने कता अलिकति म आफै स्तब्ध हुन पुगेँ त्यतिखेर यहाँनिर समाजसेवी एकजना दिदी हुनुहुन्छ दिदी आउनुहोस् न अलिकति बोलिदिनुहोस् न तपाईँ आउनुहोस् त होइन ठिक छ तपाईँ आउनु न तपाईँ जस्तो दिदीले चाहिँ निकै उहाँहरूको बारेमा चाहिँ निकै जान्नु हुँदो रहेछ होइन एकदम पीडादायी भयो मैले आफैले कुरा सुन्दाखेरि एकदम पीडा लाग्यो खास चाहिँ तपाईँ यहाँ बस्नु कति भयो नेपाल टाढा बस्नुभएको म त यहाँ बसेको कति 4 वर्ष जति भयो 4 वर्ष यी बाबुहरूले दाउरा बेच्नुहुन्थ्यो अरे नि त बेच्थ्यो तपाईँको पनि ल्याउनुहुन्थ्यो ल्याउँथ्यो कहिले काहीँ उनीहरूले चाहिँ होइन यो बहिनीले चाहिँ ल्याउने बिरामी बहिनी अनि बाबाले देखिराख्नु भएको देखिरहेको थिएँ हजुरआमा हुँदा चाहिँ ठिकै नै थिएँ होइन हजुरआमा खसेको चाहिँ कति 2 वर्ष भयो त्यहाँदेखि यो नानीहरूको बिचल्ने भयो नानीहरूको त लास्टै दुःख रहेछ नि त फेरि लास्टै दुःखै छ चाहिँ ऊ चाहिँ पहिला अलिअलि सबै घरहरू सम्हालेर यताउता गरेर बस्न चाहिँ अब बाउहरू नै बाजे खाले त्यस्तै गरेर रक्सी खाएर हिँड्ने यताउता गरेर बिजोकै भयो बहिनीहरू नि अहिले अर्काको अनि घर त थियो पहिला हामी सानोमा जङ्गल जाँदा त्यही हो हाम्रो त घाँस दाउरा गर्ने ठाउँै त्यही थियो होइन त्यहाँ जाँदाखेरि उनीहरूकै घरतिर बसेर पानी सानी खाजा खाने ठाउँै त्यही थियो पहिला त राम्रै थियो जुन अब हजुरआमा चाहिँ त्यसरी खसिसकेपछि चाहिँ अलि बिजोक भयो यतिखेर चाहिँ हामीलाई विभिन्न देश विदेशबाट चाहिँ हेर्नुहुन्छ उहाँले के भन्न चाहनुहुन्छ एकचोटि यसो तपाईँको देश विदेश बस्नुभएका दाजुभाइ दिदी बहिनीहरू होइन बुवा आमाहरू यताउता बहिनीहरूको यताउता दुःख सम्झेर केही सहयोग गरिदिनु भन्ने आशा छ हामीले नि अब सकेसम्म होइन गरिराखेको छौँ फेरि पनि गर्छौँ हुन्छ तपाईँको परिचय दिनुहोस् न मेरो नाम शर्मिला तामाङ हो नेपाल खाजा घर पनि छ मेरो पेमा खाजा घर पनि छ ओके म अलिकति बहिनीहरूसँग जोड्छु तपाईँले अलिक अप्ठ्यारो भयो यताबाट चाहिँ तपाईँलाई जिस्काइराख्नुहुन्छ ल हामीलाई यतिखेर धेरैभन्दा धेरै दर्शकवृन्दहरूले हेर्दै हुनुहुन्छ देश विदेशबाट तपाईँले के भन्न चाहनुहुन्छ उहाँहरूलाई मैले के भन्नु न अब हामी चाहिँ अलिक ठुलो मान्छे बन्नु पढेर धेरै ठुलो मान्छे बनेर अनि हाम्रो बाउहरू जस्तो नहौँ अनि ठुलो मान्छे बन्नु पाऊँ
भन्ने रहर छ भन्ने रहर छ सहयोग गरिदिनु होला पनि भन्नु सहयोग गरिदिनुहोस् होला के गर्नुहुन्छ होइन तपाईँले चाहिँ के भन्न चाहनुहुन्छ उहाँलाई रवन्ती के भन्न चाहनुहुन्छ हामीलाई सहयोग गरिदिनु है दर्शकवृन्द यो हाम्रो भलाकुसारी तपाईँलाई के कस्तो लाग्यो तपाईँमा लागेको जिज्ञासाको लेखेर पठाउनलाई तपाईँको जिज्ञासाको कौतूहलतालाई हामी समेट्ने प्रयास गर्दै उहाँहरूको वास्तविकता घर कस्तो छ कस्तो अवस्थामा कुन ठाउँमा बस्नुहुन्छ त्यो भिडियो पनि हामी तपाईँलाई सार्वजनिक गर्नेछौँ भन्दै आजको बसेबाट म कार्यक्रम प्रस्तुत रविकरण लिम्बू बिदा हुन चाहन्छु हवस् त नमस्ते